everyone, welcome to my YouTube channel. Welcome to my yet another vlog. So आज चाहिँ it's not going to be a long vlog. It will be just a mini vlog because हामी आज के गर्दैछौँ? We are going to make momo. So हामी मोमो बनाउन आँटेको. हाम्रोमा चाहिँ यहाँ चाहिँ के भएको थियो भन्दाखेरि हामीले चाहिँ के सोचिरहेको थियो भन्दाखेरि चिकन मोमो खाने भनेर सोचिरहेको थियो तर सिन्स इट्स लोसर टाइम अनि वी डोन्ट गेट चिकन हाम्रोमा 2 हप्ता त मासु बन्नै हुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ वी आर मेकिङ भेज मोमो टुडे अनि अर्को कुरा के भन्दाखेरि मेरो चाहिँ मैदा मुस्ने काम हो मेरो अरु बहिनी दिदीहरुको चाहिँ बाहिर उताको किमा गर्ने काम थियो के भन्यो चप गर्ने के हो क्याबेज बन्दाकोपी चप गर्ने काम हो प्याजहरु चप गर्ने काम हो अनि मेरो चाहिँ मैदा मुस्ने काम के आयो भन्नु होला सबै खाइ भातीहरुलाई चाहिँ मैले मोमो बनाएर खुवाउँदै छु अनि यसरी चाहिँ किमा एक्सपर्ट हुनुहुन्छ हैन अनि यसरी किमा गर्नुहुन्छ मासुको सब्जीको किमा मास्टर चाहिँ अब यो घरको चाहिँ उहाँ नै हुनुहुन्छ तपाईले हेरिराख्नुहोस् कुनै बिहाहरुतिर चाहियो भने तपाईले बोलाउन सक्नुहुन्छ किमा मास्टरलाई यहाँ चाहिँ हाम्रो साइली माइजू छ जो चाहिँ बिमारी अवस्थामा तर मोमो चाहिँ बजाउँछ होला सायदै बिमार हुँदै भए पनि आज मोमो खाने छौं के को भन्दिनु नि त्यो पनि कोपीको सानाले 70 को हुचिङ छ कि छ भन्यो के Hi. What is this? Fatta about this. What this? हामीले चाहिँ अब सबै कुरा रेडी गरिसक्यौ अनि अहिले चाहिँ म यतिकै बाहिर निस्केर डुलेको आई जस्ट वान्टेड टु रोम एन्ड टक द्याट्स वाइ अनि म यता घर वरिपरि डुल्दैछु अनि अब चाहिँ एभ्रिथिङ रेडी हुँदैछ किमा पनि रेडी भइसक्यो त्यहाँदेखि गएर अर्को के कुरा भन्दाखेरि प्याजहरू पनि सबै काटकुट रेडी भइसकिसक्यो मामाले गर्नुहुँदैछ त्यहाँदेखि चाहिँ विल स्टार्ट मेकिङ मोमोज त्यसको अलिकति क्लिप्सहरू हाल्नेछु अब चाहिँ म चाबी लिएँ अन्त म ओह्रालो जाँदैछु उयो ल्याउनुको लागि कोचिङ ल्याउनुको लागि अनि मेरै दिमाग त्यस्तो हैन अघि ल्याएको थिएँ कि तर सानो सानो बट्टाको ल्याएछु त्यसले पुग्दैन अरे हो अनि त्यो अन्दाज भन्छ नि कि यतिले पुग्छ भने त्यो चाहिँ मलाई बन्दै आउँदैन अनि त्यसले गर्दाखेरि चाहिँ म यति नै जति हुन्छ त्यति नै बोकेर आएको थिएँ तर त्यो चाहिँ सानो भयो अरे कम्ती भयो अरे पुग्दैन अरे अनि त्यसले गर्दाखेरि चाहिँ म अहिले चाहिँ ठुलो बट्टा कोचिङ ल्याउन आउँदैछु ए यस गाइस कोचिङ पायो मामा आउनुभएछ हेलो भनिदिनु हेलो माइजू र सुशीलाले डल्ला पार्दैछ मोमोको लागि कोमाको अब सानो मिनी मुकबाङ लु कोमा मासु छैन आलु छ के पहिला त लोसरले मासु पाउँदैन खाए अब भन्न अन्त एक दुईवटा शब्द त्यो बेल्न हाल्दा यो चाहिँ बाहिरको उयो सिन यहाँ गिटार बजाउनु हुँदैछ यहाँ बुबु देख्नुहुँदैछ ल देपा यहाँ महिमा चाहिँ गिटार सिक्दैछ र हामी चाहिँ भित्र मोमो बनाउने थियौँ रड यहाँ बलुवा गिटी हेर्नुहोस् यहाँ रड छ गाइस कम्ती छैन हो गोली खेल्नै पाउँदिनँ गाइस यहाँ चाहिँ यहाँ गिटी बलुवा गिटी गोली खेल्नै पाउँदिनँ हाम्रो चाहिँ नि अहिले प्रार्थना हुँदैछ डिभोसन हुँदैछ अनि ला के भयो चियरलाई यहाँनिर चाहिँ हाम्रो मोमो पाक्छ बाहिर यसरी चुल्हामा हामी चाहिँ अहिले बल्ल बल्ल बनाइसक्यो अनि सबैजनाले चाहिँ खाइसकेर हामी चाहिँ 4 जना रहेको छ खाने यहाँ 3 जना हुनुहुन्छ अनि म अब खाने मैले चाहिँ अचार खानु पर्यो भनेर चाहिँ अचार लाउनु पर्यो भनेर सरी माइजू अलिकति जानु न यहाँ हो 3 जना चाहिँ खाने मसँग मेरो पार्टनर्सहरु
हामी चाहिँ लास्टको के गर्नेहरू भन्दा बेसी हामी काम गर्नेहरू मैले बेले माइजूले बनायो सुशीलाले बनायो हाम्रो रेस्पाले बनायो मैले एक्लै बेले ल साथीहरू हामी चाहिँ खम्ला त दामी भयो बाह्रसम्म अक्टोबर छ नि खालको बहिनी आउनै गरेको छैन त बहिनी राइस कुकेर त नानाहरू मोमो